ल हाम्रो मेयर साहब धरानको हर्क साम्बाङले आफ्नो देशको लागि कति आँसु बगाएर पसिना बगाएर देश बनाउन चाहनु हुँदैछ। एकैछिन यो भिडियो हेरौँ है। कहिले पनि हामीले पसिना बगाउन सकेनौं। देश बाँझो छ, देश बाँझो छ, देशमा आज केही छैन। योभन्दा ठुल्ठुलो भिड, योभन्दा ठुल्ठुलो युवाको भिड दैनिक आज विदेश गइरहेका छ। विदेशमा हामी मरिरहेका छौँ, स्वदेशमा मरिरहेका छौँ। हामी यो कुरा बुझ्छौँ कि बुझ्दैनौँ? अब यो देशमा कोही कसैको रगत नबगोस् यो देशमा सिर्फ पसिना बगाउनु छ। पसिना छ हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगत बगाएर काटमार गरेर रोक्नुहोस्। श्रमदानमा कोही नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। हर्क साम्बाङ नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता छैन। तपाईँभन्दा भागेको लुगा लगाएर छु, तपाईँभन्दा 10 वर्ष काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो। तपाईँले साथ दिनुहुन्छ? माफ गर्नुहोला।